नमस्ते तपाईहरुलाई आज चाहिँ म हाम्रो मिटिङ एलजी फेस्टको मिटिङ हाम्रो साथीभाइहरुसँग आएको छु यहाँ मालिङ्गो रेस्टुरेन्टमा र आज तपाईहरु सबैलाई इन्ट्रोड्युस हाम्रो टिम मेम्बरहरु सबै चाहिँ इन्ट्रोड्युस गर्ने छु र त्यसपछि खानाको रिभ्यु पनि हामी गर्ने छौं है यहाँको खाना कस्तो छ कस्तो लाग्यो हामीलाई भनेर तबबाट ल दोस्त गिरी दोस्त तारा गुरुङ हो दामी ललित दाई हाम्रो सिनियर सबसे सिनियर एन्ड रेस्पेक्टेड दाई ललित दाई दाइले त पुरा भोटै माग्ला जस्तो गरेछ है अनि उता हाम्रो पवन है पवन भाइ एकदम हेलो सबै डाटपोट गर्ने हाम्रो भाइ है अनि हाम्रो मनोज भाइ नि एकदम है अस्ति गोरा कपमा सबै है जिम्मा लिएर सबै गर्ने अनि हाम्रो सिनियर अनि हाम्रो लिड गरिराख्नु भएको काका है र आज के अरे हाम्रो के अरे प्रमोसन पनि हो त्यो सेम टाइममा हाम्रो ब्रदर हाम्रो भाइ प्यारो भाइ चाहिँ नेपालबाट आछ आशिक हाम्रो भाइ हाम्रो प्यारो भाइको चाहिँ भाइसँग बसेर हाम्रो चाहिँ हल्का चाहिँ यो लन्च है हाम्रो के अरे दाजुभाइ सँगै अनि भाइको चाहिँ अब नेपालको अब के कसो छ अब हाम्रो एलजी फेस्टको के हुँदैछ पुरा भाइसँग चाहिँ होइन सानो त्यस भाइले पनि अब हेर्दैछ होला होइन हाम्रो प्रमोसन ल वेलकम छ मेरो भाइलाई राम्रो मिठो नमिठो सँगै बसेर खानुपर्छ है आज चाहिँ दाजुभाइको दुःख सुखको कुरा गर्ने त्यही हो हाम्रो आजको भेटघाट आशिक भाइ अनि वेलकम छ है थ्याङ्क यू दाइ वेलकम टु युके फेरि वन्स मोर कतिवटा धेरै देश वर्ल्डै खाइसक्यो हाम्रो एलजी इभेन्टहरूले अब युकेको पाली हुन त जमाना खाएको 12-13 वर्ष अगाडि फेरि 1 सेकेन्ड 12 वर्षमा त्यो खोला के हुन्छ भने जस्तो फर्किन्छ खोला फर्किन्छ भने जस्तो खोला फर्केर एकदम फेरि बाढी पहिरो नआउने एकदम मान्छेलाई पानी मात्रै दिने इरिगेसन सबैजना आउनु होला जुन 28 है थ्याङ्क यू भाइ अनि हाम्रो हाम्रो प्रताप चाहिँ अलवेज है एकदम हाम्रो पुरानो साथी है ल अब चाहिँ हामी खानको लागि कुरिरहेको छौँ एउटा उसमा बनाएर ल्याउनु भनेको भाइ अस्ति भनेको छु त्यो छुटछुट होइन एउटामा के मासुले धेरै चाहिन्छ के अरे भातसँग त होइन भातसँग 3 जना रोटी ढेडो खायो नि भात पाउँछ क्या किन पिर गरेको भात पाउँछ क्या धेरै भाइ चारवटा धेरै हुन्छ होला तीनवटा गरिदेऊ नि त तीनवटा 9वटा गरिदेऊ दुईवटा गरिदिनु अनि पछि बरु उनीहरूको 3 पिस लिएर हो मेरो पनि 3 पिस ल्यायो उनीहरूको 1वटा चाहिँ म खान्छु एउटामा 3 पिस हुन्छ रे के चिकन ढिँडो एउटा पोक ढिँडो 3टा होइन पोक थाली 2टा प्लेन रोटी 9वटा पोक करी 2टा चिकन करी एउटा पाङ्रा 2टा अनि सुकुटी 2टा मटन ल आयो हाम्रो पनि खाना अब चाहिँ ल सुरु हो न काका ढेडो टाइम ल अट्याक भाइ पोक थाली दामी छ ल खाना मेरो होला समानमा लागेपछि कि ढेँडा छोडा खानु चिकनसँग चाहिँ अलिकति है अलिकति चिल्लो चाहिँ खतरा चिल्लो रहेछ चिकन कस्तो चिल्लो भयो है ल भाइ पहिला खाने हुन्छ नि मलाई चाहिँदैन अर्को मगाइदिउँ फेरि होइन पुग्छ नि तपाईँ खानु दोस् रोड जानु न यो ताराबाट तारा यता राइटबाट ल के छ त अनि आजको खाना तिम्रो कस्तो लाग्यो त यहाँ मालिङ्गोको हो कस्तो तिमी कतिको
रेटिङ दिन्छ त्यहाँ 8 हो हो सर्भिस चाहिँ अलि भएन हजुर सर्भिस चाहिँ अलि उसै छ अलि ढिलो ढिलो भयो होइन सर्भिस अनि आज खाना त ठिकै थियो नि होइन तातो मिठो खाना मिठो ल बाहिर कुर्सीमा बसेको भए छिटो हुन्थ्यो होला यहाँ चाहिँ अब यो भित्र छुट्टै पऱ्यो ल अनि त मान्छे छ नि त तपाईँको कति के भयो मिठो छ खाइयो ढेँडो है हजुर धेरै पछि अल्लोसरको ढेँडो खाइयो हजुर राम्रै छ मालिङ्गोको खाना मिठो लाग्यो तपाईँलाई पहिला नि खाएको एकचोटि हजुर त्यतिखेर त झन् एकदम ढिलो गरेँ त अहिले त अलि छिटो ल्यायो हजुर अहिले त अलि धेरै छिटो ल्यायो पहिला झन् ढिलो थियो पहिला त्यो विशाल सेकेन्डचोटि आउँदा लिएर आएर ढेँडो खायो 3 घन्टा पनि नआएको यार हजुर यो चाहिँ अलि यसमा चाहिँ अलिकति उस गर्नु पर्यो तपाईँले कति दिनुहुन्छ त ल टोटल 9 नाइस है थ्याङ्क यू दाइ यता हाम्रो ल मेन चाहिँ अलिकति फुडमा चाहिँ अलिकति ज्ञान भएको भाइ है यस्तो छ दाइ मेरो गाह्रो छ अब मलाई जे पनि खान मन पर्ने एकदमै जुन ठाउँमा गएर मैले झुरो भन्छ त्यसमा चाहिँ खोइ पनि नगए हुन्छ अब त्यो लेभलमा छँदै छैन यो होइन राम्रो छ मिठो छ र मैले जुन ठाउँमा गएर चाहिँ यो कवाट यो ठाउँ भन्यो भने चाहिँ नजाँदा ठिक छ मुख मिठो गाह्रो जुनै नि मनपर्ने दाइ के हजुर राम्रो छ एकदम राम्रो रेटिङ दिन सक्नुहुन्छ भाइ रेटिङ राम्रो दाइ म फेरि 8 भन्नु पर्ला हाम्रो तार दाइ जस्तो दाइ हजुर हस् थ्याङ्क यू भाइ यता हाम्रो मनोज भाइ मनोज भाइको आफ्नै रेस्टुरेन्ट पनि छ होइन फेरि धेरै भयो ल भाइले चाहिँ अलिकति राम्रोसँग क्रिटिक गर्नुहुन्छ सबैलाई के भन्छ नि अब नेपाली खाना पऱ्यो भने सबैजना आइदिनु नेपाली खानेकुरा सबै नेपाली व्यवसायहरू नै छ सबैजनालाई आएर सपोर्ट गरिदिनु खानेकुरा मिठै छ जहाँ गए नि नेपाली रेस्टुरेन्टहरूमा नेपाली खाने भएछ सबै कुरा मिठै पाउँछ जस म यतिकोलाई नमिठो भन्दैन आइदिनु खाइदिनु राम्रै छ 8 म चाहिँ 8 दिन्छु उहाँहरूलाई हस् थ्याङ्क यू भाइ ल गदा नेपाली टेस्ट मिठो छ खाना नेपालको याद आउने 10मा 8 है थ्याङ्क यू कता भाइ ल भाइ ल आशिष भाइ ल मेन हाम्रो गेस्ट ल मेन भाइको चाहियो क्या रिभ्यू चाहिँ खानेकुरा एकदम राम्रो छ है त्यो सबै कुरा खाएर खाइयो बोसो अलिक लाग्यो आफूलाई यति बेला बोसो खाएन मैले यहाँ खाएछु बोसो चाहिँ फेरि त्यो ढेँडो पनि एकदम मिठो थियो जो अलिकति भनौँ गिलो गिलो स्वाट जान्छ नि ढेँडो मिठो थियो जुस हेर्दा फेरि अलिक धेरै देखिँदो रहेछ अलिकति खानेकुरा तर्सी अलिकति फेरि यो धेरै भाँडाकुँडा धेरै देखेर गाह्रो क्या ठुलो रहेछ यो फेरि जस अब जस 8 9 भनौँ न मिठै छ थ्याङ्क यू आशिष भाइ थ्याङ्क यू सो मच अनि हाम्रो काका ल काकाको हाम्रो मतलब एकदमै मिठो खाना चाहिँ दामी छ यहाँको जो नेपाली टेस्ट होइन आज मजाले भाइसँग खाइयो यो ठिक छ मैले कि 8 दियो ल सबै सर्भिस पनि गुडै छ होइन सबै राम्रै छ अझै के छ इम्प्रुभमेन्टको लागि चाहिँ इम्प्रुभमेन्ट अझै अलिकति त्यो गऱ्यो भने अझै राम्रो छ त्योभन्दा चाहिँ राम्रो हुनसक्छ होइन अहिले 8 पास अरू बेला 10 अर्कोचोटि 10 दामी हस् थ्याङ्क यू हस् थ्याङ्क यू 1 2 3 नमस्ते युके अलि सय एकैचोटि गरौँ 1 2 3 गरौँ न त तपाईँले भन्नु न त त्यो पछि उस गरे हुन्छ क्या 1 2 3 गरेर नमस्ते युके गरौँ होइन तारा भाइले यस्तो गरे हुन्छ भाइ 1 2 3 गर के त्यहाँ 1 2 3 नमस्ते आजको जस्ट रमाइलो भयो आज हाम्रो ब्लगमा खाना पनि मिठो थियो मालिङ्गोमा जस्ट राम्रो रिभ्यू भइरहेछ है अब कस्तो तपाईँहरू हेर्नुहोस् तपाईँहरूको प्रतिक्रिया दिनुहोस् र आज हाम्रो एलजी फेस्टको पनि छोटो मिठो अपडेट गर्छ हामीले है के हुँदैछ अहिलेसम्मको हाम्रो पवन भाइलाई प्लिज क्विक अपडेट दिनुपर्दाखेरि चाहिँ सबैजनालाई हाम्रो स्टेटस अपडेटमा चाहिँ प्रडक्सनको तपाईँको स्टेज लाइट साउन्ड सबै रेडी टु गो छ र आर्टिस्टहरू पनि भिसाहरू पाएर फ्लाइट्स ओल बुक्ड यहाँ पनि हामी वेलकम गर्न नै रेडी र बाँकी रह्यो तपाईँहरू आएर चाहिँ त्यो दिनमा इन्जोय गरिदिन मात्र बाँकी रह्यो 28 जुन रसमुर एरिना एलजी फेस्ट हजुर नमस्ते युके ल हाम्रो चाहिँ सबै हाम्रो चाहिँ अब प्रोडक्सनदेखि लिएर सबै कुराहरू चाहिँ रेडी टु गो अनि अब चाहिँ हजुरहरूले चाहिँ टिकट लिएर चाहिँ अब आइदिनु पऱ्यो त्यति मात्रै बाँकी छ अब लिनेले लिइसक्यो नलिनेले चाहिँ प्लिज
टिकट चाँडै नै लिइदिनुहोस् र आफ्नो चाहिँ प्लेस सेक्युर गर्नुहोस् र हाम्रो फिजिकल टिकटहरू चाहिँ सबै सोल्ड आउट भइसकेको छ। अब नेक्स्ट फेजको चाहिँ हाम्रो 55 को र प्लस एडमिन चार्ज गर्दा 55 अब प्लस हुन्छ अनि त्यो टिकट पनि सकिन लागिसकेको छ। जुन टिकट चाहिँ छिटोभन्दा छिटो हजुरहरूले चाहिँ लिनुहोस् र आफ्नो के अरे प्लेस चाहिँ सेक्युर गर्नुहोस् र नेक्स्ट फेजमा चाहिँ फेरि अब 65 हुनेवाला छ। जसो प्लिज तपाईँले छिट्टै नै काट्नुहोस्, म अनुरोध गर्दछु यही ब्लगबाट। र चाहिँ हाम्रो चाहिँ एकदमै नेपालको चाहिँ एकदम ट्यालेन्टेड अब आर्टिस्टहरू अब के अरे एज ब्यान्ड होइन, अब जोन एन्ड लोकल्स, पूर्ण राई, श्रीगो, केहार लिम्बू 5वटा ब्यान्ड एकदमै भनौँ न धमाका भनौँ न दामी ब्यान्डहरू चाहिँ 5वटा ब्यान्ड छ एउटै स्टेजमा एउटै इभेन्टमा तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यो इभेन्ट हो एलजी फेस्ट। हजुरहरूले चाहिँ माया गरिदिनुहोस् हाम्रो आर्टिस्टलाई, हाम्रो एलजी फेस्टलाई। प्लिज टिकट लिइदिनुहोस्, आइदिनुहोस्। जुन 28मा तपाईँ हामी मिलेर रमाइलो गर्नुपर्छ। प्लिज आइदिनुहोस्। मेरो एकदमै भित्री मेरो मनबाट चाहिँ तपाईँहरूलाई अनुरोध छ है त। हजुर ल है प्लिज। अनि यस्तै मोर अपडेट्सको लागि चाहिँ प्लिज डोन्ट फर्गेट टु होइन सब्सक्राइब होइन फलो आवर च्यानल है। थ्याङ्क यू। क्विक पोइन्ट थ्याङ्क्स। लास्ट पोइन्ट हाम्रो लोकल ब्यान्ड शब्द ब्यान्ड पनि त्यो दिनमा चाहिँ तपाईँहरूलाई एन्टरटेन गर्न चाहिँ रेडी नै छ है।